नमस्ते तपाईहरु सबैजनालाई मेरो भिडियोमा यो चाहिँ ब्रोइलरको भ्याक्सिनको लागि ठिक पार्दै हुनुहुन्छ। भ्याक्सिन चाहिँ यसरी ठिक पार्न पर्छ ब्रोइलरको लागि हाल्नको लागि। यो चाहिँ रानीखेत भ्याक्सिन हो। त्यसको पछि फेरि गम्बरो भ्याक्सिन हाल्नुपर्छ 14 दिनको लागि। यो भ्याक्सिन चाहिँ ब्रोइलर बढ्नको लागि चाहिँ हानेको होइन। यो भ्याक्सिन चाहिँ ब्रोइलरको बेमारको लागि हानेको। बिमार आजार नहोस् भनेर हानेको भ्याक्सिन हो ब्रोइलरको लागि। हस्बेन्ड चाहिँ पुरा जान्नुहुन्छ, म चाहिँ जान्दिनँ त्यसरी। जान्छु म गएको थिएँ फारममा बच्चाहरू धरेर दिन पर्यो भ्याक्सिन हान्नको लागि। त्यसको लागि म गएको थिएँ फारम चाहिँ। एक एक थोपा गरेर आँखामा हान्नुपर्छ भ्याक्सिन, अरू कतै हान्न नि हुँदैन। यसरी ठिक पार्नुपर्छ भ्याक्सिन हान्नको लागि। अनि भ्याक्सिन पनि आइसमा राख्नुपर्छ। यसरी चिसो पारेर भ्याक्सिन तातो पारेर हुँदैन, आइसमा राख्नुपर्छ। घर पुरै आइस बनाएर लगाएर राखेका थियौँ। अनि यसरी राख्नुभयो आइसमा भ्याक्सिन अनि हान्नलाई। अनि ब्रोइलर फेरि एउटा कोठोबाट फेरि अर्को ठाउँमा सार्न पर्यो, एउटापट्टि खाली पार्न पर्यो भ्याक्सिन हान्नलाई। यसरी अर्को ठाउँमा सार्न पर्यो, एउटा ठाउँ चाहिँ खाली पार्न पर्यो। त्यसको पछि भ्याक्सिन हान्न सजिलो हुन्छ। नभए एकै ठाउँमा भयो भने त कसरी हान्नु भ्याक्सिन। यसरी ठाउँ पुरा खाली गर्नुभयो। यसरी ठाउँ खाली गर्नुभयो पुरा भ्याक्सिन हाल्नलाई। अनि यसरी भ्याक्सिन हाल्न थाल्नुभयो हस्बेन्डले। भ्याक्सिन चाहिँ एकै ठाउँको आँखामै हान्नुपर्छ, अरूतिर हाल्न हुँदैन। भ्याक्सिन हानिसके पछाडि अनि फेरि यता पर अर्को ठाउँमा सार्न पर्यो त्यसरी। त्यसको पछि फेरि म चाहिँ दाना हाल्न थालेँ। पुरा पुसेर साफसुग्घर पार्नुपर्छ। अनि फोनमा स्टार्टै थिएन। केजी हाल्नु सकेर भोलि खोल्छु नि हेर्छु। अनि दाना हाल्न थालेँ म चाहिँ। त्यसको पछि पानी पनि यसरी फिल्टर गरेर हस्बेन्डले लगाउन थाल्नुभयो। पानी यसरी फिल्टर पुरा गर्नुपर्छ। अनि त्यसलाई लगाउन थाल्नुभयो पानी। त्यसको पछि फेरि दाना हालिसकेँ मैले। फेरि घर आउन नि आँट्यौँ, तर पुरा गर्मी भएको थियो। फेरि घर आयौँ हामी। हुन्छ तैँलाई यति नै सबैजना गुड नाइट।